त्यो त्यस्तो झ्यास झुसले हामीलाई केही पनि गर्दैन। जानकी मन्दिर दर्शन गर्ने भन्ने हाम्रो पहिलो उद्देश्य होइन। त्यहाँनिर हाम्रा श्रमदाताहरूलाई, काठमाडौँबाट आउने श्रमदाताहरूलाई अलिकति दुर्व्यवहार गर्नुभयो र म सबैजनालाई मैले अलि भर्खर भिडियो क्लिप पनि बनाएर भनिसकेको कुरा छ। र हामी पनि होइन अब हातमा दही जमाएर चाहिँ बस्नु हुँदैन, म चाहिँ त्यो भन्छु। चित्तै बुझेको छैन क्या साथीहरू, चित्तै बुझेको छैन। त्यो जनकपुर हाम्रो हो। त्यो जानकी मन्दिर कसको बुवाको, कसको बाउको नाममा छ? कसको बाउको नाममा छ? अनि धार्मिक द्वन्द बनाउनुको निमित्त किन चाहिरहेछौ तिमीहरू? किन त्यहाँनिर धार्मिक द्वन्द गराउने मान्छेहरू इन्डियन पनि छौ कि नेपाली मात्रै? कसले भड्कायो तिमीहरूलाई? बहुजातिक बहुभाषिक बस्ने देश यो हो। पास्टर पास्टर भन्छौ, पास्टर के कलङ्क हो यो देशको? हामी सम्पूर्ण जात धर्म मिलेर बस्ने यो देश हो। मन्दिरमा जान रोक्ने तिमीहरू को हो तिमीहरू?